I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. And on we'll go. Hello guys, namaste. Welcome to मेरो न्यू डे न्यू भ्लग मा. सो तपाईहरु पनि आई होप सन्चै हुनुहुन्छ होला. सो म पनि एकदम ठीक छु. जुन अब आज कहाँ लाँदै छु भन्ने कुरा तपाईहरुलाई मेरो थम्बनेल हेरेर पनि थाहा पाइसक्नु भएको होला. जुन ठाउँ तपाईहरुले यो काठमाडौँ भेलीबाट नजिकै जुन यो डाँडो छ, यो डाँडो यो नाके डाँडी भन्न तलतिरको ठाउँ रहेछ चितलाङ. जुन चितलाङ हुँदै आज चाहिँ हामी मर्कु कुलेखानी ड्यामसम्म जाने सोचमा छौँ. मैले चाहिँ भिडियो यहाँबाट सुरु गरेँ. अब कति होइन, अब सहरको देखाउनु धुलो धुवा र एकदम क्राउडको, त्यही भएर चाहिँ मैले अलिकति नजिकै ठाउँ जुन पिसफुल इन्भाइरोमेन्ट ठाउँबाटै मैले तपाईँहरूलाई भिडियो मैले आज देखाएँ. र तपाईँहरूले देख्न सक्नुहुन्छ यो बाटोले अब मलाई पुर्याउने छ चितलाङ हुँदै कुलेखानी मर्कुसम्म. हामी चाहिँ यो ठ्याक्कै यो डाँडाको जुन कुइनेटो हुँदै गइरहेछ. अब यो जुन माथि रहेको यो हामीभन्दा माथिको डाँडालाई चाहिँ हामीले कटेर तल ओह्रालो झर्नेछौँ. र यो बाटो चाहिँ एकदम चितलाङ जुन बजार नआइपुगेसम्म चाहिँ कच्ची नै छ भन्ने कुरा जानकारी पाइयो. अब हेरौँ है, अब यहाँ अफरोड बाटो एकदम निकै हामी होसियार भएर नै कुदाउनुपर्छ. त्यही नै एकदम बुद्धिमानी ठहरिन्छ, किनभने यता हेरो तलतिर भिड हुन्छ. अब उफेर तलतिर झर्ने सम्भावना चाहिँ धेरै देखिन्छ, किनभने यो ढुङ्गा एकदम कडा रहेछ यहाँ. ल है त हेर्नुहोस् है त, हेर्नुहोस् कस्तो छ है त यो बाटोको अवस्था. के छ भिडको अवस्था. आमामामामामामा हामी त तल बाटो आएको त भाइ. ओ माइ गड, यहाँबाट झऱ्यो भने त के आमा नि भन्न पाइँदैन होला. म त डर लाग्यो. अब यस्तो यो पुरा पाहाड फोरेर हिँडेको रहेछ बाटो त. ल हामी चाहिँ ठ्याक्कै भन्नुपर्दा अहिले हामी चितलाङ हिँडिरहेको छौँ यो टाइममा. बाटो छ यस्तो भिड छेडेर बनाएको रहेछ. जुन साइडमा चाहिँ यस्तो वाल नझरोस् भनेर सुरक्षाको लागि एकदम मजबुत वाल लाग्दो रहेछ भने, तर बाटो चाहिँ यस्तै छ गडङ गुडुङ है. अब जुन अब पिच हुने तयारीमा रहेछ. ल तपाईँहरूले लाली गुराँस पनि यो बाटोमा हिँड्दाखेरि देख्न सक्नुहुन्छ. ल लाली गुराँस चाहिँ यति मिठो यहाँ फुलेछ कि अब हामी चाहिँ अब अलिक हतार जानुलाई र तिर्न सकेन. अब हेर्नुहोस् त. ल हामी चाहिँ फेरि यो तल ओह्रालोमा आइपुगिसक्यो. अब चितलाङको ओह्रालो चाहिँ यही हो गाइजहरू. अब ठाउँ यस्तो ढलान गरेको रहेछ भने अब अरू ठाउँ त्यहाँ अफोर्टै रहेछ तल जुन बजार नआइपुगेसम्म. अब हेरेर जाउँ. तपाईँहरूले बिचमा बाटोमा हामीले भिडियोहरू चाहिँ निकै कडै देखाउने छु र तपाईँहरू चाहिँ अन्तिमसम्म यो भिडियो स्किप नगरी हेरिदिनु होला है त गाइजहरू. ल हामी चाहिँ लगभग अन्तिम टर्निङमा आइपुगिसक्यो. यो अब योबाट चाहिँ हामीले अब चितलाङ अब सुरु गरिसक्यो गाइजहरू. बाटो चाहिँ अब हामीले यहाँबाट चाहिँ अब पिच बाटो हामीले पक्रिसक्यो भने अब यो बाटोले सिधै तल रिसोर्टसम्म गएर हामी त्यहाँ खाजा नास्ताहरू खानेछौँ.
गाइजहरू अब हामी चाहिँ यो चितलाङ आइपुगिसक्यो ल। चितलाङको यो बस्तीहरू सुरु भइसक्यो। गाडी तुफान आइरहेछ, काठमाडौँ हिँडेको गाडी भने चितलाङको माथिल्लो फाटाहरू चाहिँ यहाँबाट देख्न सकिन्छ। खतरा खतरा ठाउँहरू, माथि गाउँहरू। ल हामी चाहिँ यो चितलाङ आइपुग्यौँ। यो चितलाङको यो पुरानो मन्दिर जुन 3टा गजुर भएको छ, यो यसले चाहिँ आफ्नो विशेषता बोकेको छ भन्ने चाहिँ मैले सुनेको थिएँ र अहिले हेर्न पाएँ। ल हामी चाहिँ यहाँबाट माथि गजुरधारासम्म निस्कियो र गजुरधारा चाहिँ एकदम छुट्टै एउटा मौलिक परम्परा रहेको भन्ने सुनेको थिएँ। कति मिठो पानी। जुन यो धारो, जुन यो बुर्दु धाराको यहाँ अहिले हामी आएको छौँ, यसको छुट्टै विशेषता छ। यहाँ चाहिँ के हो भने खास गरी पहिला लक्ष्मीप्रसाद देवकोटाले यही ढुङ्गे धाराको छेउमा बसेर चाहिँ कविता लेख्नु भएको छ अरे भन्ने एउटा इतिहास छ। त्यही भएर हामी पनि यो यसलाई आज संयोगवश यसलाई अवलोकन अथवा भनौँ न हेर्न आइपुग्यो। एकदम खुसी लाग्यो। एकदम रमाइलो ठाउँ रहेछ यो चितलाङ भन्ने ठाउँ चाहिँ। हामी चाहिँ ठ्याक्कै यो चितलाङको यो नस्पति बगानमा आइपुगिसक्यो र अहिले चाहिँ हामी ठ्याक्कै यो नस्पति बगानमा छिर्दैछौँ। र तपाईँहरू पनि अब यो चितलाङ आएपछि यो नस्पति बगानमा त पक्कै पनि छिर्नुहुन्छ होला। र अहिले चाहिँ ठ्याक्कै हामी यो सिजनमा आउँदाखेरि चाहिँ यो नस्पतिले चाहिँ फुल खेलिरहेको रहेछ, तपाईँहरूले देख्न सक्नुहुनेछ। र एकदम यहाँ आएपछि चाहिँ एकदम ठाउँ एकदम वाह छ नि। ल हामी चाहिँ यो लगभग आधा बिच बाटोको यो रिसोर्टमा आइपुग्यो र अहिले हामी चाहिँ ठ्याक्कै चितलाङमा छौँ र चितलाङको पनि यो एउटा रिसोर्टमा छौँ। यो रिसोर्ट चाहिँ एकदम यहाँको एकदम बाटोमा भएको एकदम जुन मेन रिसोर्ट हो। अब यहाँ चाहिँ अब सबै कुरा हुन्छ नि, पार्क दिनेर यहाँ पिङसिङ सबै पाउँछ। र हामी पनि एकछिन नास्ता सस्ता खानको लागि एकछिन आराम गरेको छौँ। र अब चाहिँ हामी यो यहाँको जुन भिडियोहरू भनौँ न यसो एकछिन रेस्ट गरेर हामी चाहिँ यता भेडी फार्म हुँदै तल मर्कु इन्द्र सरोवर तालसम्म जानेछौँ। र अब चाहिँ हामी यति बेलुकाको टाइम भइसकेछ र हाम्रो भिडियोहरू चाहिँ हेर्दै गर्नु होला। कस्तो लाग्यो सल्लाह सुझावको लागि यसो कमेन्टमा पनि लेख्नु होला है। ल चितलाङ लेखेको बोर्ड आइसक्यो। ल है गाइजहरू, ल यही हो चितलाङ गाइजहरू। हामी चाहिँ यो चितलाङमा छौँ। अब यो चितलाङ कटेर हामी चाहिँ फेरि यता भेडी फार्म हुँदै मर्कु जुन इन्द्र सरोवर तालतिर जानेछौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ पुरानो घरहरू। मर्कु यता पालङ उता। अब सोध्नु पऱ्यो नि अब कता हो भेडी फार्म। दाजु भेडी फार्म कता हो? सिधै हो? 5 मिनट। हस् दाइ, धन्यवाद। एउटा चैत्य आयो। यो गाउँको बिचमा पुरानो घरहरू हेर्न पाइनेछ।
बेडी फार्म कता बेडी फार्म जाने बाटो सिधै हो ए हस् हस् लसो लसो Close till I get up. Time is barely on our side. I don't wanna waste what's left. The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no. ल हामी चाहिँ ठ्याक्कै यो भेडी फार्ममा आइपुगिसक्यो र अब हामी चितलाङपछि यहाँ आइपुगिसकेपछि अब हाम्रो लास्ट तल उनीहरू सरोवर ताल रहेछ। अब हामी चाहिँ यहाँबाट केही छिनमा तल झारेर चाहिँ हामी फर्किनेछौँ। अझै पनि भिडियो चाहिँ हेर्नु होला। अब हामी यहाँबाट जाउँ तल उनीहरू सरोवर ताल ल है त। ल भेडी फार्मबाट हामी हिँड्यो। अब त्यही हो भोक पनि लागिसकिसक्यो। अब यो तल मर्खु झरेर खाजाहरू खानु फेरि अब के गर्नु। अब अझ फर्किनु नफर्किनु दुधार भइरहेको छ। ल फेरि पनि हामी यो लास्टमा फाइनल्ली आइपुग्यो जुन इन्द्र सरोवर ताल। ल तपाईँले देख्न सक्नुहुन्छ यहाँबाट। अब हामी चाहिँ बेलुका बेलुका भइसकिसक्यो है। अब अँधेरो अँधेरो पनि अब कस्तो देखिन्छ। अब आउँदा आउँदै ढिलो भइहाल्यो। त्यही हो यता त्यता फोटो सोटो यसो भिडियो सिडियो खिच्दाखेरि अब तपाईँहरूले मिलाएर हेरिदिनु होला। त्यही हो। ल हामी चाहिँ फाइनल्ली आइपुग्यो जुन कुलेखानी जुन इन्द्र सरोवर ताल पनि भन्छ। अब हामी यतिखेर भयो। अब हामीले बोटहरू चाहिँ खेल्न पाइएन। त्यही हो बेलुका भइसकिसक्यो। त्यही हो गाइजहरू। ल आजको हाम्रो यात्रा चाहिँ जुन हामी चितलाङ हुँदै भेडी फार्म हुँदै हामी यहाँसम्म आयो अन्तिम जुन कुलेखानी ड्याम इन्द्र सरोवर तालसम्म। कस्तो लाग्यो भाइले? ल आजको एकदम रमाइलो लाग्यो। लगभग एउटा चक्कर हानिसक्यो हामीले। एउटा रुटिन हामीले घुमाइसक्यो। अब हामी यहाँबाट त्यही हो यहाँहरू सोध्छ आजको यो नि त हिँडाउने हो नि त। ल हेर्नुहोस् पछाडि तातो तातो। र अब हामी चाहिँ यहाँबाट अब केही छिनपछि अब भोक पनि लाग्यो है। अब पेट एकदम कराइसक्यो चुई चाहिँ। अब त्यही हो हिँडेको फेरि यहाँबाट अब हामी नसा सस्ता खाएर अब फर्किनेछौँ। अब अघि चाहिँ पर खाएको त्योले छोडिहाल्यो। अब राति भइसक्यो। ल है त अब तपाईँहरूले कस्तो लाग्यो पक्कै कमेन्ट चाहिँ नगर्नु होला। र अवश्य हामीलाई यो फेरि पनि हौसला र साथको लागि चाहिँ भिडियोलाई लाइक पनि गर्नु होला र सब्सक्राइब पनि गरिदिनु होला है। ल गाइजहरू बाई बाई।